बालेन शाह विरुद्ध जाहेरी दर्ता हुने भएको छ। बालेन शाहसँगै सुदन गुरुङलाई पनि पक्राउ गर्नका लागि जाहेरी दर्ता हुने भएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले जेन्जी आन्दोलनका क्रममा श्रम दमन र शोषण गरेको भन्दै केही दिन यता सामाजिक सञ्जाल मार्फत सुदन गुरुङले #एरेस्ट अभियान सञ्चालन गरेका थिए, जसमा केपी शर्मा ओली र रमेश लेखकलाई इङ्गित गरिएको थियो र जेन्जीहरूले पनि अहिले पछिल्लो समय तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई तत्कालै पक्राउ गरी अनुसन्धान अगाडि बढाउनका लागि दबाब दिइरहेका छन्। यसैबीच आज एमाले निकट भातृ सङ्गठन, विद्यार्थी सङ्गठन लगायत अनेरा सोब्युका नेताहरूले प्रहरी परिसर भद्रकालीमा पुगेर जाहेरी दर्ता गर्ने अभियान सञ्चालन गरेका छन्, तयारी गरेका छन्। अहिले जताततै विभिन्न अनलाइन मिडियाहरूमा यो खबर बाहिर आइरहेको छ। यसबारेमा तपाईँको धारणा के छ? कमेन्ट गर्नुहोला।